जिन्दगीमा धेरै उतार चढावहरू देखेको छु मैले, तर कहिले यो सोचिन कि मैले जे गरिरहेछु त्यो किन गरिरहेछु। मैले देश र समाजको लागि त्यस्तो के गरेँ? हजुरबा मेरो मम्मीले के काम गर्नुहुन्छ? यस्तो काम जसले समाजलाई परिवर्तन गर्ने प्रयास गर्छ, जुन मैले बुझिनँ, तर त्यो मेरो छोरीले चाँडै नै बुझी। उसलाई आफ्नो उद्देश्य थाहा छ, उसलाई राम्रोसँग थाहा छ। मानिसहरूसँग उनीहरूकै मृत्युको बारेमा कुरा गर्नु कुनै सजिलो काम होइन। त्यही पनि हरेक दिन बिहानै निस्किहाल्छ मानिसहरूलाई जिम्मेवार बनाउन। मानिसहरू उसलाई सधैँ टार्न खोज्छन्, भेट्दैन। फोन गर्दा फोन काटिदिन्छन् या केही न केही न्यू पारिदिन्छन्। हेलो, उहाँ बिजी हुनुहुन्छ, ड्राइभ गरिरहनु भएको छ, एकछिनपछि फोन गर्नु है। अहिले म मिटिङमा छु, पछि फोन गर्नुहोस् न है। सरी, नट इन्ट्रेस्टेड। कति फोन गरेको? म भ्याकेसनमा परिवारसँग छु। एउटा हुन्छ सुन्नका लागि त्यसले कति पटक नाइ सुन्नुपर्छ। वास्तवमै भन्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो मृत्युको बारेमा किन कुरा गर्न खोज्ला त? यो विषय नै त्यस्तै छ। मानिस थाहा पाएर पनि थाहा नपाएको चाहिँ गर्छन्। उनीहरू सोच्नै चाहँदैनन्, तर मान्छेलाई सोच्न बाध्य पार्नु, उनीहरूको आवश्यकता बुझ्नु र आवश्यकता अनुसार उनीहरूलाई सही सल्लाह दिनु नै उसको काम हो। तर कतिपय मानिसहरू उसलाई यो पनि भनेर टार्ने गर्छन्। मलाई राम्रोसँग थाहा छ, तपाईँहरूले खालि आफ्नो आम्दानीसँग मात्रै मतलब छ, अरू केही होइन। तर त्यो पनि उसले हाँसी हाँसी सहन्छ। थाहा छ किन? किनभने सही समयमा सही सल्लाह दिएर उसले थुप्रै परिवारको मद्दत गरेकी छ। जब उसले आफूले सल्लाह दिएको परिवारको मुहारमा शान्ति देख्छ, उसले त्यो खुसी पाउँछ जुन कुनै पनि आम्दानीको रकमले दिन सक्दैन। मलाई मेरो छोरीप्रति गर्व छ, किनभने उसले मानिसहरूलाई आफ्नो परिवारप्रति जिम्मेवारी पूरा गर्न मद्दत गरिरहेकी छ। गाह्रो छ यो काम, तर पनि यो इन्सुरेन्स एडभाइजर तयार छ देशका लाखौं मानिसहरूलाई जिम्मेवार बनाउनका लागि। आइएमई लाइफ सम्पूर्ण इन्स्योरेन्स एडभाइजर प्रति गर्व गर्दछ।